अबको सरकार भनेको चुनावबाट आउने सरकार नेकपा एमाले। तिनै पुराना पार्टी आउने भनेर अरू आउँछन् कि आउँदैन म जान्दिनँ, एमाले चाहिँ आयो आयो। अरूको बारेमा म आगो लगाएर सरकार बनाउँछु भन्ने फेरि पनि अस्ति हुलमाल मादल भयो, फेरि पनि यस्तै गरेर सरकार, मैले भन्छु नि हाउका भरमा बनेको सरकार, फेरि पनि हाउकै भरमा सरकार बन्छ, पार्टीहरूको नबनेर पार्टीहरूको सरकार बन्छ। अनि उनै पुराना नेताहरू आउने भन्ने केही थाहा नपाएका चाहिँ पुराना किन आएन? हामी चाहिँ बुढा हुँदै मभन्दा 3.5 महिना मात्रै कान्छी चाहिँ जित्नु न सुत्नु, चुनाव लड्नु न सड्नु, त्यत्तिकै प्रधानमन्त्री हुँ भन्ने आउका भरमा मभन्दा 3.5 महिना कान्छी कुन जेएनजीको सरकार भयो? कुनै जेएनजीको सरकार पनि भएन, यो परिवर्तनको सरकार पनि भएन। परिवर्तनको भन्ने कुरा जुन चाहिँ परिवर्तनका आकांक्षा के थियो त्यो माग त सुरुमा सुने त बेग्लै थियो। अहिले त म तपाईँहरूलाई भन्न चाहन्छु अहिलेको सरकार के गर्दैछ एउटा नमुना। 4 दिन अघि अहिले तथाकथित छानबिन आयोग, जाँचबुझ आयोग के बनेको छ नि, त्यो आयोगका अध्यक्ष सहितका पदाधिकारीहरू एउटा उहाँहरूले बनाउनु भएको छ एउटा यो शहीद परिवार र घाइतेका परिवारहरूको कसको कार्यालय भनेर। शहीदका परिवारहरू कार्यालय खोलेर कार्यालय चलाएर बस्छन्, उनीहरू त व्यथित हुन्छन्, पीडित हुन्छन्। यहाँ त शहीदका परिवारहरूका नाउँमा कार्यालय खोलिएको छ। कार्यालय खोलेर त्यहाँबाट अनेक खालका तत्त्वहरूले शहीदका परिवारका नाउँमा राजनीति गरिरहेका छन्। आयोग त्यहाँ पुग्यो, सिङ्गै आयोग पुग्यो त्यहाँ 27वटा प्रश्नावली लिएर र त्यहाँ कोचिङ चलायो। यसमा यसो भन्ने हामीले यसरी गोली हानेका देखेका हौँ, यसरी आदेश दिएको देखेका हौँ, यस्तो गरेका हौँ, यसो गरे हौँ, उसो गरे हौँ, फलनालाई समाउनै पर्छ, थुन्नै पर्छ, होइन भने हामी मान्दैनौँ, हाम्रा छोरा मारेको छ, हाम्रो काखरी त्यागेको छ, हाम्रा भाइ मारेको छ, हामी यसरी सहन सक्दैनौँ, यसो भन्ने फलनालाई बोल्ने, यस्तो गर्ने, उस्तो गर्ने, यस्तो बनाउने, यस्तो आधार तयार गर्ने आदि इत्यादि उहाँहरू कोचिङ गर्दै हुनुहुन्थ्यो। 4 दिन अगाडि प्रधानमन्त्रीजी भन्नुहुन्छ प्रमाण तयार गर्नुहोस् न, प्रमाण तयार गर्नुहोस्। उहाँहरू एक थोक गर्नुपर्ने, एउटा काम गर्नुपर्ने, अरू काम गरिरहनुहुन्छ। राजदूत फिर्ता बोलाउनुहुन्छ, अरू काम गर्नुहुन्छ, अध्यादेश जारी गर्नुहुन्छ जुन सरकारको कुरो होइन। अध्यादेश जे पाए त्यही अध्यादेश यो अनाडी मान्छेहरूले देशप्रति जिम्मेवार भएर जनताद्वारा निर्वाचित जनताका प्रतिनिधिहरूले गर्ने काम उहाँहरू अनधिकृत ढङ्गले अहिले गर्न खोज्दै हुनुहुन्छ। ल उहाँहरूलाई चुनाव गराउने अधिकार दिएको छ या जिम्मा दिएको छ, त्यो जिम्मा दिएको छ भने त्यसमा केन्द्रित भएर गराउनु पर्यो नि। जेलबाट भागेका फरार व्यक्तिहरू अहिले पनि गिरफ्तार गरिएका छैनन्। राजनीतिक दलहरूप्रति कटुता, भैरभाव, तिनै पुराना दल भन्ने उहाँहरूको काम निर्वाचन गर्ने हो। पुराना दल आउँछन् कि नयाँ दल आउँछन् कि स्वतन्त्र आउँछन् कि के गर्छन् भन्ने निर्वाचनको परिणाम र भावी सरकार कुन बन्छ भन्ने उहाँहरूको ठेक्काको विषय होइन। उहाँहरूलाई निर्वाचन गर्न दिएको छ भने निर्वाचन गर्नुहोस् न, निर्वाचनको कुरा होइन। उहाँहरू पुराना दल आउने भन्ने त्यसैमा जे होस् यस्तो स्थितिको अन्त्य गरिनुपर्दछ र लोकतान्त्रिक प्रणाली
लोकतान्त्रिक प्रक्रिया र मूल्य मान्यतामा देश चल्न पर्दछ, फर्किनु पर्दछ। संविधान अनुसार देश चल्नुपर्छ। संवैधानिक परिपाटी कानुनको राज देशमा हुनुपर्दछ। इल्लिगल मान्छेहरूले इल्लिगल राज चलाउने होइन। अहिलेको एमालेलाई उहिलेको कलिलो अभिमन्युलाई महाभारतको युद्धमा चक्रव्यूहमा पारेर धेरै योद्धाहरू, महायोद्धाहरूले एकैसाथ आक्रमण गरेर, एकैसाथ हतियार प्रयोग गरेर, लडाईँ र युद्धका नियमहरू सबै तोडेर हमला गरेका थिए। त्यस्तै स्थितिको आक्रमण नेकपा एमालेमाथि भएको छ। तर नेकपा एमाले द्वापर युगको कलिलो अभिमन्यु होइन, यो अनुभवी बलिष्ठ भएर हुर्किसकेका एमाले छ। यस्ता चक्रव्यूहहरूलाई कच्याकुचुक पारेर अगाडि बढ्न सक्छ, चक्रव्यूह तोडेर निस्किन्छ। मैले त्यो कुरा 73 साल साउनमा पार्लियामेन्टमा बोलेको थिएँ। सायद 73 साल साउन 9 गतेको दिन थियो। त्यतिखेर यस्तै घेराबन्दीका साथ एमालेलाई निकालियो। एमालेलाई 78 साल असार 28 गते पनि निकालिएको थियो। फेरि हामीले भनेका थियौँ एमाले फर्किन्छ र ठिक असार 28 गते 3 वर्ष पुगेकै दिन हामी फेरि सरकारमा फर्क्यौँ। नेकपा एमाले पछारिँदैन, पछारिने होइन, तर कहिले कहिले पछारिन्छ, तर जुर्क उठ्छ र फेरि धोबीपाट पछार्छ। फागुन 21 को होइन, फागुन 21 मा चुनाव हुँदैन, हामीलाई थाहा छ। तर हामी चुनाव पर्खिरहेका छौँ। जहिले चुनाव हुन्छ तहिले म सबैले सुन्ने गरी भन्न चाहन्छु, अबको सरकार भनेको चुनावबाट आउने सरकार नेकपा एमाले। तिनै पुराना पार्टी आउने भनेर, अरू आउँछन् कि आउँदैन म जान्दिनँ, एमाले चाहिँ आयो। अरूको बारेमा म एमाले चाहिँ आयो। अब एमाले एउटा बाढी जस्तो हो, विशाल नदीमा आएको बाढी जस्तो, जसलाई बाँसका भाटा साटा लगाएर के गरेर यसो आली जस्तो बनाएर त्यो बाढी रोकिनेवाला छैन। त्यो आयो।